आजको भिडियो विशेष गरी बुढी आमा तथा वृद्ध महिलाहरूको लागि हो, जो लाजले चुपचाप सहिरहनु भएको छ। हाँस्दा, खोकी लाग्दा या दौडिँदा के पिसाब आफै निस्किन्छ? यो सामान्य होइन, यसको उपचार छ आजको डेटमा। यो एउटा उपचार गर्न मिल्ने समस्या हो। नमस्ते, म डाक्टर अमित। आज हामी कुरा गर्छौँ युरिनरी इन्कन्टिनेन्सको बारेमा, जुन उमेर बढ्दै जाँदा महिलाहरूमा धेरै देखिन्छ। सबभन्दा पहिला युरिनरी इन्कन्टिनेन्सको टाइपहरूको बारेमा बुझौँ। त्यस पछाडि हामी सबै टाइपको बारेमा वान बाई वान कुरा गर्नेछौँ। यसका मुख्य 4 प्रकार हुन्छन्। एउटा भनेको स्ट्रेस इन्कन्टिनेन्स हुन्छ। स्ट्रेस इन्कन्टिनेन्समा चाहिँ के हुन्छ कि यदि खोकी लाग्दाखेरि या हाँस्दाखेरि पिसाब चाहिँ चुइने। अर्को भनेको तपाईँको अर्ज इन्कन्टिनेन्स हुन्छ। त्यसमा के हुन्छ कि अचानक पिसाब लाग्ने र त्यो पिसाब रोक्न नसक्ने, एकदमै अर्जेन्टली बाथरुम गइहाल्नु पर्ने जस्तो फिल हुन्छ। अर्को भनेको एउटा ओभरफ्लो इन्कन्टिनेन्स हुन्छ, जसमा के हुन्छ कि पिसाब राम्ररी पिसाबको ब्ल्याडरबाट, युरिनरी ब्ल्याडरबाट खाली नै नहुने, त्यसलाई हामी ओभरफ्लो इन्कन्टिनेन्स भन्छौँ। अर्को 4th नम्बर भनेको मिक्स्ड इन्कन्टिनेन्स हुन्छ, जसमा स्ट्रेस इन्कन्टिनेन्स र अर्ज इन्कन्टिनेन्स दुइटै मिक्स हुन्छ। स्ट्रेस इन्कन्टिनेन्समा खोकी लाग्दा, हाँस्दाखेरि पिसाब चुइने, र अर्ज भनेको तपाईँले पिसाब लागेपछि थाम्नै नसक्ने। यदि यो दुइटैको लक्षण छ भने त्यसलाई हामी मिक्स्ड इन्कन्टिनेन्स भन्छौँ। अब हामी सबभन्दा पहिला कुरा गर्छौँ स्ट्रेस इन्कन्टिनेन्सको बारेमा। स्ट्रेस इन्कन्टिनेन्स के हो, त्यसको सिम्पटम्स के हुनसक्छ र त्यसलाई प्रिभेन्सन चाहिँ कसरी गर्ने। स्ट्रेस इन्कन्टिनेन्स भनेको बिचमा पिसाब चुइने, होइन? जब पेटको, हाम्रो जुन पेट हुन्छ नि, त्यसको प्रेसर बढ्दाखेरि। त्यो प्रेसर कसरी बढ्छ? जब हामी खोक्छौँ, जब हामी हाँस्छौँ, या कहिलेकाहीँ फिजिकल इन्टरकोर्स भनेको शारीरिक सम्बन्ध गर्दाखेरि यदि तपाईँको पेटभित्र प्रेसर बढ्यो भने त्यतिखेर चाहिँ पिसाब चुइने समस्या हुन्छ। अब यो बुझौँ कि यो स्ट्रेस इन्कन्टिनेन्स धेरै कमन कुन महिलाहरूमा देखिन्छ। यो स्ट्रेस इन्कन्टिनेन्स सबभन्दा बढी देखिने भनेको पोस्ट मेनोपजल वुमेन। पोस्ट मेनोपजल वुमेन भनेको त्यस्तो वृद्ध महिलाहरू जहाँ पिरियड सकिसकेको छ। नर्मली पिरियड सकिने टाइम भनेको 50 देखि 55 मानिन्छ। कहिलेकाहीँ योभन्दा पहिला नै सकिन्छ, कहिलेकाहीँ यसभन्दा पछि पनि पिरियड्स नआउने हुन्छ। तर मेनली तपाईँको पोस्ट मेनोपजल वुमेनहरूमा स्ट्रेस इन्कन्टिनेन्स धेरै कमन छ। अब यो पोस्ट मेनोपजल वुमेन जुन महिलाहरूमा पिरियड्स आउन बन्द भयो, उहाँहरूमा किन बढी देखिन्छ? किनकि तपाईँको यो पिसाब रोक्नको लागि पिसाबको जुन नल्ली हुन्छ नि, त्यहाँको मासु र पेल्भिक फ्लोरको मसल एकदमै इम्पोर्टेन्ट हुन्छ, जुन कि उमेरसँगै कमजोर हुँदै जान्छ। अनि कमजोर भइसकेपछि त्यस्तो महिलाहरूमा स्ट्रेस इन्कन्टिनेन्स एकदमै कमन हुन्छ। अर्को भनेको प्रेग्नेन्सी, स्पेसली त्यस्तो महिलाहरूमा जुन महिलाहरूमा नर्मल डेलिभरी, जुन हाम्रो भजाइनल डेलिभरी हुन्छ हाम्रो देशमा, जसलाई हामी नर्मल डेलिभरी भन्छौँ, त्यस्तो महिलाहरूमा यदि धेरै मल्टिपल भजाइनल डेलिभरी भएको छ भने त्यस्तो फिमेलहरूमा पनि स्ट्रेस इन्कन्टिनेन्स एउटा उमेरपछि देखिन्छ, किनकि उहाँहरूमा पनि सेम थिङ, पेल्भिक फ्लोरको मसल विक हुन्छ। अर्को भनेको त्यस्तो महिलाहरू जुन मोटो हुनुहुन्छ, मोटापा, ओबिसिटीले गर्दा पनि तपाईँको यो स्ट्रेस इन्कन्टिनेन्स र पिसाब चुइने समस्या देखिन्छ। कहिलेकाहीँ के हुन्छ कि एकदमै हाई इम्प्याक्ट एक्सर्साइजहरू, होइन, एकदमै हाई इम्प्याक्ट एक्सर्साइज गर्नुहुन्छ भने त्यसले गर्दा पनि तपाईँलाई स्ट्रेस इन्कन्टिनेन्स देखिन्छ। र अर्को भनेको एउटा मेडिकल समस्याले पनि देखिन्छ, जुन कि हामी फाइब्रोइड भन्छौँ, जुन कि हाम्रो युट्रस, होइन, जहाँ बच्चा बस्छ त्यो ठाउँमा यदि मासु पलाएको छ, नर्मल भाषामा बुझ्दाखेरि त्यसलाई हामी फाइब्रोइड भन्छौँ। त्यसले गर्दा पनि कहिलेकाहीँ स्ट्रेस इन्कन्टिनेन्स देखिन्छ। अब बुझौँ कि यो स्ट्रेस इन्कन्टिनेन्स हुँदाखेरि के गर्ने। अब ट्रिटमेन्ट पार्टमा बुझ्दाखेरि सबसे फर्स्ट लाइन ट्रिटमेन्ट भनेको स्ट्रेस इन्कन्टिनेन्समा पेल्भिक फ्लोरको मसल्सको एक्सर्साइज गर्नु पर्यो, जसले हामी स्पेसल टर्म दिन्छौँ किगल्स एक्सर्साइज। यो तपाईँ युट्युबमा भिडियो पनि भेट्न सक्नुहुन्छ। किगल्स एक्सर्साइज चाहिँ एकदमै हेल्पफुल हुन्छ तपाईँको स्ट्रेस इन्कन्टिनेन्समा। अर्को भनेको लाइफस्टाइल मोडिफिकेसन गर्नु पऱ्यो। लाइफस्टाइल मोडिफिकेसन भनेको तपाईँ यदि ओभिज हुनुहुन्छ, एकदमै बढी वेट छ भने तपाईँले वेट लुज गर्नु पऱ्यो, है। त्यस पछाडि कहिलेकाहीँ के हुन्छ कि अब यसले पनि भएन, किगल्स एक्सर्साइजले पनि भएन, वेट रिड्युस गरेर पनि भएन भने हामी बल्ल अब कहिलेकाहीँ पेसरी युज गर्नुहुन्छ डक्टर साहबहरू, गाइनेकोलोजीको डक्टर साहबहरू। अनि त्यस पछाडि गाइनेकोलोजीसँग भेट्ने अनि अझ अब के गर्न मिल्छ भन्ने सल्लाह लिन मिल्छ, होइन। कहिलेकाहीँ यो स्ट्रेस इन्कन्टिनेन्स तपाईँको भजाइनल डेलिभरी पछि पनि देखिन्छ, एउटा नर्मल एजको उमेरमा पनि। तर त्यो भनेको 6 हप्ताभन्दा बढी हुँदैन, 6 विक्सभन्दा कममा तपाईँको यो समस्या बिस्तारै बिस्तारै जान्छ। अब हामी कुरा गर्छौँ अर्ज इन्कन्टिनेन्सको बारेमा। अर्ज इन्कन्टिनेन्स भनेको के हो भनेपछि यदि पिसाब लागेपछि त्यस पछाडि रोक्नै नसक्ने, एकदमै अर्जेन्टली वासरुम गइहाल्नु पर्ने, त्यस्तो अवस्थाले हामी के गर्छौँ, अर्ज इन्कन्टिनेन्स भन्छौँ। यसमा चाहिँ के हुन्छ कि हाम्रो जुन
पिसाबको जुन थैली हुन्छ जसलाई हामी युरिनरी ब्लडर भन्छौँ होइन, युरिनरी ब्ल्याडर, त्यो युरिनरी ब्ल्याडरको जुन मसल्स हुन्छ त्यो चाहिँ ओभर एक्टिभ हुन्छ। त्यसले चाहिँ एकदमै क्विक तपाईँले वासरुम गइहाल्नु पर्ने भन्ने जस्तो रेस्पोन्स दिन्छ। यो प्रायः तपाईँलाई 40भन्दा बढी उमेरको महिलाहरूमा देखिन्छ। र यदि पहिला कुनै पनि सर्जरी होइन, पेल्भिक सर्जरी कुनै पनि गर्नुभएको छ भने होइन, कुनै प्रकारको पनि सर्जरी गर्नुभएको छ भने त्यस्तो महिलाहरू पनि धेरै देखिन्छ। अर्को भनेको एकदमै कमन भनेको तपाईँको युटिआई। यदि तपाईँको युरिनरी ट्र्याक्टको इन्फेक्सन, जसलाई पिसाबमा इन्फेक्सन भन्छौँ नि, त्यो इन्फेक्सन यदि छ, तपाईँको पिसाब सङ्क्रमित भएको छ भने चाहिँ त्यस्तो फिमेलहरूमा पनि तपाईँको अर्ज इन्कन्टिनेन्स एकदमै कमन हुन्छ। अब यो हामी अर्ज इन्कन्टिनेन्सको ट्रिटमेन्ट पार्टको बारेमा बुझौँ है। यो अर्ज इन्कन्टिनेन्सको ट्रिटमेन्ट भनेको यसमा पनि सबसे पहिला भनेको किगल्स एक्सर्साइज गर्नुहोस्। त्यो पेल्भिक फ्लोर मसल्सलाई जति स्ट्रङ बनाउनु छ त्यति राम्रो। अर्को सेकेन्ड भनेको तपाईँको के हुन्छ कि ब्ल्याडरलाई ट्रेन गर्नु पऱ्यो। पिसाब लागेपछि गइहाल्नु पर्दैन वासरुम, बिस्तारै बिस्तारै तपाईँ आफ्नो ब्ल्याडरलाई ट्रेन गर्नु, थाम्ने कोसिस गर्नुहोस् होइन। एउटा सेड्युल ब्रेक बनाउनुहोस् कि म मात्रै यो टाइममा पिसाब फेर्न जान्छु, र त्यो बिचमा लागे पनि आफूलाई कन्ट्रोल गर्ने कोसिस गर्नुहोस्। यसले चाहिँ के हुन्छ कि तपाईँको ब्ल्याडरको क्यापेसिटी बढ्छ होइन। यसलाई मेडिकल टर्ममा भन्दाखेरि स्केड्युल्ड बाथरुम ब्रेक्स बेस्ड अन तपाईँको एउटा फिक्स टाइम इन्टरभल या प्लान टाइम इन्टरभल्स पनि हामी भन्छौँ। अनि तपाईँले पिसाब लागेको महसुस भइहालेपछि गइहाल्नु पर्दैन वासरुम। महसुस भयो केही छैन, एकछिन रोक्ने, एकछिन थाम्ने, अनि एकछिन पछि बल्ल एकदमै अब रोक्नै नसक्ने भन्ने अवस्था आयो भने बल्ल तपाईँ वासरुम जानुहोस्। यदि यति गर्दा पनि भएन भने त्यस पछाडि तपाईँ एउटा गाइनेकोलोजिस्टसँग भेटेर आफ्नो समस्या, अनि यसमा चाहिँ अब यति गरे पनि भएन भने बल्ल हामी मेडिसिन सुरु गर्छौँ। यसको इलाजको लागि पनि केही मेडिसिन्सहरू छ, त्यो मेडिसिन्स बल्ल त्यसपछि हामी प्रयोगमा ल्याउँछौँ। यदि तपाईँले एक्सर्साइज गर्दाखेरि, ब्ल्याडर ट्रेनिङ गर्दाखेरि पनि तपाईँको समस्या समाधान भएन भने। अब हामी तेस्रो इन्कन्टिनेन्सको बारेमा कुरा गर्छौँ, जुन कि ओभरफ्लो इन्कन्टिनेन्स हो। ओभरफ्लो इन्कन्टिनेन्समा के हुन्छ कि कन्टिन्युअसली लगातार तपाईँको पिसाब आउने ठाउँबाट त्यो नल पानीको धाराबाट पानी चाहिँ चुइन्छ नि, त्यसै चाहिँ अलिअलि पिसाब आइरहेको छ, र त्यो चाहिँ पेनफुल पनि हुँदैन। त्यसले हामी भन्छौँ कि कन्टिन्युअस लस अफ युरिन र पेनलेस लस अफ युरिन पनि भन्न सक्नुहुन्छ त्यसलाई। जसरी अर्ज इन्कन्टिनेन्समा ब्ल्याडरको मसल्सहरू ओभर एक्टिभ थियो, त्यसै गरी यसमा चाहिँ अन्डर एक्टिभ भइदिन्छ। यसमा चाहिँ तपाईँको एक्टिभिटी रिड्युस भइदिन्छ, जसले गर्दा के हुन्छ कि सबै पिसाब बाहिर निस्किन सक्दैन। अब कुरा गरौँ कि यस्तो समस्या कस्तो मान्छेमा धेरै देखिन्छ। एउटा भनेको डायबिटिज भएको फिमेलहरूमा देखिन्छ। अर्को भनेको यो केटा मान्छेमा पनि देखिन्छ जसको प्रोस्टेटको समस्या छ। अर्को भनेको तपाईँको स्पाइनल कर्ड, मैले लास्ट भिडियो स्पाइनल कर्डमा पनि बनाएको थिएँ। त्यो स्पाइनल कर्डको इन्जुरी भएको छ, कुनै पनि तरिकाले तपाईँको नर्भ्समा केही समस्या छ, तपाईँको नसाको समस्या छ, नसाले गर्दा तपाईँको पिसाब सुरु गर्ने या बन्द गर्ने केही त्यस्तो समस्या छ भने चाहिँ त्यस्तो फिमेलहरूमा या मेलमा पनि यो ओभरफ्लो इन्कन्टिनेन्स देख्न सकिन्छ। भनेपछि मुख्य समस्या भनेको डायबिटिज भएको मान्छे, यदि केटा मान्छेमा हेर्नु पऱ्यो भने बिपिएच, र थर्ड नम्बरमा भनेको यदि नर्भसँग केही समस्या छ भने त्यस्तोमा पनि देखिन्छ। अनि अब यसको ट्रिटमेन्ट पार्टमा पनि कुरा गर्दाखेरि यसको ट्रिटमेन्ट पार्टमा पनि इम्पोर्टेन्ट भनेको एउटा किगल्स एक्सर्साइज गर्नुहोस् होइन। तर फेरि नर्भ ड्यामेज छ भने त्यसमा चाहिँ किगल्स एक्सर्साइज त्यस्तो काम गर्दैन। अर्को भनेको कि मेडिसिन चलाउनु पर्ने हुन्छ, त्यो मेडिसिन चाहिँ अब हामी भिडियोमा यसै भन्न मिल्दैन। त्यसको लागि चाहिँ तपाईँ गाइनेकोलोजिस्टसँग भेटेर कुन मेडिसिन चलाउँदा ठिक हुन्छ त्यो चाहिँ लिन सक्नुहुन्छ। अर्को भनेको फोर्थ नम्बर भनेको मिक्स्ड इन्कन्टिनेन्स, जसमा हाम्रो स्ट्रेस र अर्को भनेको अर्ज दुइटै कम्बाइन हुन्छ। स्ट्रेस भनेको खोक्दाखेरि, हाँस्दाखेरि, फिजिकल इन्टरकोर्स गर्दाखेरि पिसाब आउने, र अर्ज भनेको तपाईँको पिसाब लागेपछि बाथरुम गइहाल्नु पर्ने अवस्था हुन्छ, त्यो भनेको हाम्रो मिक्स्ड भइसक्यो होइन। अब यसमा चाहिँ त्यो किगल्स एक्सर्साइज गर्नुहोस्। त्यस पछाडि पेल्भिक फ्लोरलाई मसल्सलाई एकदमै स्ट्रङ बनाउनु पऱ्यो। त्यतिले पनि भएन भने सेड्युल ब्रेकहरू लिनुहोस्, अनि त्यसले पनि भएन भने बल्ल डक्टर साहबसँग भेट्नुहोस् गाइनेकोलोजिस्टसँग, र अगाडिको के उपचार गर्न सकिन्छ भन्ने सल्लाह लिन सक्नुहुन्छ। र लास्टमा यो यदि लाइफस्टाइल मोडिफिकेसन, एक्सर्साइज र मेडिकेसन्सले पनि भएन भने कुनै अवस्थामा तपाईँले सर्जरी पनि गर्नुपर्ने हुन्छ। अब यो भिडियोमा युरिनरी इन्कन्टिनेन्सको बारेमा यति नै। लास्टमा चाहिँ यो लाज मान्ने कुरा होइन, यो एउटा समस्या हो, र यो यस्तो समस्या जसको उपचार गर्न मिल्छ सम्बन्धित ठाउँमा, सम्बन्धित डक्टरसँग है। त्यही भएर यदि यस्तो समस्या छ भने लाज नमान्नुहोस्, तुरन्तै तपाईँले यहाँ भनेको एक्सर्साइजहरू ट्राई गर्न सक्नुहुन्छ। यदि त्यसले पनि भएन भने तपाईँ एउटा गाइनेकोलोजिस्टसँग भेटेर अगाडिको सल्लाह लिन सक्नुहुन्छ। भिडियो राम्रो लागे मेरो युट्युब च्यानल @Dr. Amit अफिसियललाई सब्सक्राइब गर्नुहोस्, र अरू पनि यस्तै महत्त्वपूर्ण जानकारी लिनको लागि मेरो भिडियोलाई फलो गर्नुहोस्, र अर्को भिडियोमा फेरि म छिटै आउनेछु। धन्यवाद।